नमस्ते सबैजनालाई मेरो फेसबुकको फ्रेन्डहरुलाई है। आज बुद्ध पूर्णिमा है। हामी चाहिँ यहाँनिर बैशाखी पूर्णेको यहाँ पर तिलकधुरामा चाहिँ षष्ठीको मन्दिरमा पूजा लगाएको छ र त्यहाँ जाँदै छौं। आज चाहिँ हेर्नु बजु इस हाम्रो अमृता पनि हामीसँग जाँदैछ है। अमृता बजुलाई पनि लाँदै छु। यहाँ हेमन छ, मीरा छ, पियानी यता हेर हाई भन्दै जाँदैछौँ साथीहरू। तपाईहरु पनि सायद जानुभयो होला है यसो मन्दिरतिर गएर आजको दिन बुद्ध पूर्णिमा दर्शन गर्न जानुस् है सबैले। नजदिकको अब यसो बुद्धको मन्दिरहरू छ भने है। हाम्रो चाहिँ यहाँ पर देवी मन्दिर छ, शिव मन्दिर छ, त्यहाँ जाँदैछौँ र तपाईहरुलाई त्यहाँ पनि त्यहाँको भिडियो पनि देखाउने छु ल साथीहरू। हेर्नु न साथी हो पूजामा गएको कुकुरहरुको यहाँ मालिकहरु छ नि त उ यहाँ, त्यो भएर चाहिँ डगीहरुको लडाई हेरिहाल्नु साथीभाइ हो। यो ल्याएको त होइन आमा उनीहरूको जोनी भनेर फेरि ढुक ढुक हुँदा यहाँ कान्छीले उसको जोनी भनेर डरले हेर्दैछ साइराम अलिसा। मेरो यहीँ नै छाता हराइरहेछ साथीभाइ हो। र हामी फाइनल्ली मन्दिरतिर लाग्दैछौँ साथीभाइ हो। मन्दिरको बाटो चाहिँ यस्तो छ हो। यो चाहिँ हाम्रो षष्ठी माताको चाहिँ मन्दिर छ यहाँ मुनि हो। त्यो भएर चाहिँ हामी यहाँ तल मन्दिर जान्छौँ। तपाईहरु पनि आउनुभयो भने हुन्छ। यहाँनिर एकदम राम्रो छ मन्दिरहरू ल साथीभाइ हो। देवी मन्दिर हो। सबैजना आएर चाहिँ दर्शन गर्न पाउँछ। आउनुहोस् है साथीभाइहरू को आउन चाहनुहुन्छ। यस्तो राम्रो बाटो राम्रो छ। बाटो चाहिँ एकदम तर सिँढी भएको उकालो ओह्रालो छ नि साथीभाइ हो। यस्तो छ ल। कुकुरले यस्तो साह्रो डिस्टर्ब गरिरहेको छ कि हामीलाई साथीभाइ हो। हजुर ला कुकुरले पो डिस्टर्ब गरिरहेछ त्यहाँ त। कुकुर आएछ नि त है। यस्तो छ है मन्दिर। यो कुकुरको बच्चाहरूले चाहिँ डिस्टर्ब गर्दैछ। साईराम जा जा तँ जा। ए जाऊ त उता जा 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 बिट्टु। समिरन भाइलाई खेद्न लगाउनु कालो। लु साईराम सम्मम साईराम साईराम फर्किनु भएको साईराम सेवारो सेवारो भन्दैछ हाम्रो के अरे। ल फाइनली हामी मन्दिर आइपुग्यौँ। षष्ठी माताको मन्दिर यहाँ आएर चाहिँ दर्शन गर्न लागिरहेको छौँ साथीभाइ। हजुर अघि आउनु भएको ल ए खै साईराम भाइ अघि आयो सानो भाइले रहेछ। खै साईराम खै साईराम गरेको फाइनली हामी मन्दिर आइपुग्यौँ साथीभाइ हो। यहाँ चाहिँ मन्दिर आइपुग्यौँ। अब यहाँ चाहिँ हवनहरू गर्न लागेको रहेछ। मैले त ल्याइनँ त अक्षता त बस्नु पनि लगाएन यिनीहरूले। मैले त ल्याइनँ त मलाई त अक्षता ल्याउनु। किन अक्षता ल त पक्र खै तेरो अक्षताको छु। अब चाहिँ यहाँनिर हुन लागेको हाम्रो
माताहरूबाट चाहिँ यहाँ मन्दिरमा चाहिँ हवन स्टार्ट हुन लागेको छ साथीहरू। उहाँ चाहिँ हाम्रो माता हुनुहुन्छ सबै उहाँको स्टार्ट हुन आँट्यो चाहिँ हवन यस्तो छ ल। सुरु हुन लागेको हामी ठिक्कमा चाहिँ मन्दिर आइपुगेछौँ साथीभाइहरू। मन्दिर चाहिँ भित्र छ। सस्यमाता